हेलो नमस्ते यहाँहरु सम्पूर्णलाई। आज चाहिँ म छु भिमादको तनहुको भिमाद भन्ने मिचुरलुङ गाउँ छ एउटा मगर गाउँ हाम्रो। अनि हामी चाहिँ यहाँ भ्यू टावरमा आएको छौं। म बुढा फुपू अनि मेरो बहिनी आएको छ। अनि हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरु कस्तो दामी छ। पहाडको पहिलाको के यो के भन्छ यसलाई पहिलाको पुरानो जस्तो घरहरु छ। हजुरहरुलाई देखाउँछौं। यतापट्टि देखाएको यतापट्टि हेर्नुस् सबै गाउँ ककसको गाउँ हो। चिन्नु होला। घर त अब खासै चिन्दैनौँ हामीले पनि। हामी पनि नयाँ भयो नौलो भयो यहाँ। यहाँ किरोबारी छ। ल हेर्नु यहाँको घर यस्तो छ। यी मिचुरलुङ वा यस्तो राम्रो हेर्नु त पुरानो। जोडले नमस्ते। पहिला घरहरु यस्तै हुन्थ्यो हाम्रो गाउँघरतिर। यहाँ भित्र त जान पाउँदैन होला है। यहाँ हुनुहुन्छ मेरो बुढाश्री, यहाँ हुनुहुन्छ मेरो बहिनी, यहाँ हुनुहुन्छ मेरो फुपू। आज चाहिँ हामी 4 जना चाहिँ विष्णुवीर आलेको निवास रहेछ। भिमाद नगरपालिका मिचुरलुङ तनहुँ। मैला भएर चाहिँ पहिलाको झ्याली जस्तो त हुँदैन। माथिको भ्यू टावर दाउरा पनि रहेछ यहाँ। यसरी पहिलाको धन्सार हो न। ल यता हुनुहुन्छ पिङ पनि रहेछ। ल हेर्नु अब के छ कस्तो छ म हजुरहरुलाई पुरै देखाउँछु ल मिचुरलुङको। हिँड्ने बानी नभएपछि फेरि यस्तो गाह्रो हुन्छ। ल यहाँ पिङ पनि रहेछ हेर्नु। खेल्न मिल्ने रहेछ नि है। लु बसौँ बुढा। नानी ओ ल यता ल ल ल होइन बुढो सक्दैन होला। 1 घण्टा खेलाउनु भयो बुढो। अब बाबु अहिले म फेरि हेरे होला नि हजुर सबै माथि गएर। सक्दैन क्या बुढो एक्लैले त। गाह्रो हुन्छ कि एक्लैले त। डराउनु भयो। अब एकचोटि गरौँ न हजुरलाई एकचोटि। झगल्लै आउँछ है बुढा। म त अस्ति डुङ्गा हेरेको धन्ने मरिन कि म घुमाउने हो कि नानी बस्नु पालै एकचोटि पुरान पर्छ म त डराउँछ कि म अस्ति धन्ने मरिन। म त जति घन्टे दुईटा के बनाउनु अघि एउटै सामान हो। सो साथीहरु पिङ पनि खेल्यो तर म त हैन म त डराउँछु म त अस्ति डुङ्गा खेलेको धन्नै मरिन
त्यसपछि लास्टै डर लाग्छ मलाई त ल कस्तो खाले पिङ हो यो पिङ बरु खेल्छु म गाइजहरु दिस इज मिचुर्लुङ गाउँ हेर्नु हामी यस्तो मिचुर्लुङ गाउँमा आएर यति साह्रो रमाइलो गरेछौँ हेर्नु होला सबैजनाले यस्तो दामी छ कि भ्यूहरू चाहिँ उतातिर सबै पहाडहरू देखियो होइन राम्रो देखिन्छ खेल्दै हुनुहुन्छ साली भेना खेल्दै हुनुहुन्छ हेलो हेलो भेनाले नि हेलो गरिदिनु उल्टे भयो यताबाट त बाइ बाइ हुन्छ अब भयो ल नानी र म नानी बस्नु भएको भयो है अब ए तैले झाटेको के मलाई त ल कसले झाटे खै नानी चाहिँ जामा गरौँ र अब यता घुमा दुईटै घुम्ने त हो खुट्टा मात्र हुन्छ What are you doing, baby? घरमा भने के बुढी यतै बारे अनि यस्तो पिङमा फर्स्ट टाइम खेलेको लाइफमा म पनि फर्स्ट टाइम हो उ त्यति खेलेको हो यो त फर्स्ट टाइम अझै लिङ्गे खेल्दै छ आया चक्कर लाग्न भएर भन्छ चक्कर लाग्न जस्तो भयो उल्टे घुम त उल्टे छ त अब प्र्याङ्क भन्न यसमा त बस्नु लु गाइजहरु म चक्कर लाग्यो मलाई एकदम किन गाडी लाग्ने भएर कि के हो कि यस्तो पिङहरु यताउता खेला पनि डेन्जर उस हुन्छ कि म अब नेक्स्ट वान फेरि यस्तो के पिङ भन्छ बाबु यसलाई लिङ्गे पिङ छ ल भेना खेल्दै हुनुहुन्छ सालीले हल्लाउँदै हुनुहुन्छ हो हजुर त सक्ने रहेछ नि तर हो मलाई त अलिक डर लाग्छ यो त ल यता हेर्नु कस्तो राम्रो घर छ हेर्नु न मिचुर्लुङ भ्यू टावर ल यस्तो राम्रो घर हेर्नु त ओ यो बाटो हो क्या अघि हामी आएको ए अघि हामी आएको बाटो यो हो नानी ओ तल ऊ वहाँ तल हेर्नु आज फेरि अलि बादल लागेको छ ओ तलबाट आएको हामी अनि उताको बजार छ यो चाहिँ भिमादको बजार छ यो भिमादको बजार त्यो भयो हाम्रो घर कहाँ हो नानी ए अलि माथि हो क्या त नि ल ओ यता नि राम्रो रहेछ घरहरू त होटल रहेछ क्या नानी हो त्यो त है ल यो चाहिँ भ्यू टावर यहाँनिर सहयोग दाताहरूको नाम लेख्नु भएको छ क्या सहयोग दाताहरूको नाम लेख्नु भएको रहेछ यो चाहिँ मिचुर्लुङ भ्यू टावर अब सिनहरू राम्रोसँग देखेँ होइन त्यही भएर भ्यू टावर नि जानु कि नजानु चक्कर लाग्छ मलाई त्यही भएर गएन हामी यता चाहिँ ल साली भेनाहरू चाहिँ मस्त तालले खेल्दै हुनुहुन्छ बाङ्गो हपिङ हामी घुमियो फर्कियो ल यहाँ मन्दिर पनि रहेछ मिचुर्लुङ भैरव ए भैरव थान रहेछ नि नानी यो त भैरव थान रहेछ रक्षा गर्नुभयो ल यहाँ घुमाउरे घर भनेको यस्तो हुन्छ ल ल लिचीको बुट्टा पनि रहेछ ल मेरो नानीको कपाल यति लामो छ यी मेरो बहिनी आउ शिट दुईटा रहेछ कि लिचीको रुख होइन यस्तो फनी हुन्छ दिदी बहिनी भेट भएपछि ल अब हामी गएको मिचुर्लुङ यहाँ के हेलो गाइज व्हाट आर यु डुइङ यु ल हेर्दै हुनुहुन्छ यहाँ के रहेछ स्पेसल भनेर गाइजहरू हामी चाहिँ
मिचुलुङको घुमाउने घर पनि घुम्यो अनि यहाँ घुमाउने गर्दैछ हामी टुरिम दिदी बहिनी मेरो बुढा अनि फुपू अनि यहाँ लिचीको रुख पनि रहेछ यति धेरै अब लिचीको सिजनमा आउनुपर्छ लिची चोरेर चाहिँ गली नगर्नु होला अलिअलि त खाइहाल्छौँ पाउना हो नि त हामी ल यतापट्टि नि हेर्नु डाँडा काँडाहरू यस्तो राम्रो छ यहाँ त ग्राउन्ड पनि रहेछ अझै यो पानी ट्याङ्की होला सायद यहाँनिर तल ग्राउन्ड पनि रहेछ त्यो राम्रो यहाँ अनि बुढा एउटा कुरा के यो ठाउँबाट नि दलदलेबाट भिमातबाट चाहिँ भिमातको चोकबाट चाहिँ दलदले अनि बुटोल अनि काउसुती गैँडाकोट सबै ल साथीहरू अब चाहिँ हामी लाग्यौँ आयो क्यामेरा पनि कस्तो जाडो भएन अब मिचुलुङ गाउँलाई टाटा बाई बाई यस्तो रमाइलो भयो राम्रो रहेछ ठाउँ चाहिँ जे होस् फर्स्ट टाइम आएको हामी मन पर्यो ल घुमाउने गर दिदी उड्ला है माथि अच्छा दुईटै उता नै जाला नि फेरि एकजना बस्नु नि त खेल्ने हो नि समाते समात बिचमा बस के ब्यालेन्स मिलाऊ होइन एकछिन हल्लाउनु न नानी पनि अलि बिचमा बस्नु न हो त्यहाँ ल भयो भयो हाम्रो मगरहरूको पहिचान डुङ्गा खेल्दैछ यति खेल्दा त म हुन्छ अनि डुङ्गा अभी भेना भयो भयो कस्तो राम्रो देखायो डुङ्गा त ल मिचुलुङमा आएर हामी डुङ्गा पनि खेल्यो हिजो फेवातालको डुङ्गा खेल्यो आज चाहिँ 50 करोडको डुङ्गा ल भेना कस्तो फिल भइरहेछ 50 करोडको डुङ्गामा भेना हो ल ठिक छ मिचुलुङको फेमस ठाउँ चाहिँ यो मगरहिमै हो हामी यहाँ चाहिँ नदेखेर माथि पुगिसकेको थियौँ फर्केर आएर ल यो चाहिँ मगरहिम ल एउटा यहाँ छ हाम्रो मगर कल्चर अनुसार दोको नाम्लो अनि यसलाई स्याखु चकटी अनि यो हाम्रो पुरानो पहिला यसरी बाल्थ्यौँ लालटिन अनि यता छ हाम्रो एउटा मादल अनि यो हाम्रो ढिकी हाम्रो पहिचान पुरानो बाजे बजेहरूले यसरी ढेकीमा कुट्नुहुन्थ्यो चामल धान अनि यता छ हाम्रो यसलाई भन्छ के भन्छ नानीहरूलाई सारङ्गी रेटौला मौका मिले फेरि भेटौला यता छ हाम्रो डाइनिङ टेबल ल ओ मादल बजाउनु भएछ नानीले यहाँ यता सुन्तलाको बोटहरू मौसमी अनि यहाँ चाहिँ मगरहरूको अनुसार मगर लाफा मिचुलुङ
तनहु लु यहाँ चाहिँ मगर लाफा भिलेज रिसोर्ट मिचुलुङ रिसोर्ट रहेछ होइन यो चाहिँ लु माथि चाहिँ मौरीको घार अनि बोमसे अनि यतापट्टि स्याखुहरू अनि यसलाई के भन्छ कुन्नि पुरानो यी झाँटा पनि रहेछ होइन झाँटा अनि यहाँ चाहिँ ठेकी अनि यो चाहिँ के भन्छ हाम्रो यो बाकस यो पहिला यसरी बाकस हुन्थ्यो क्या कान्त पहिला दराजहरू हुन्थेन नि त ठेकी डालो अनि हाम्रो यो सानो खालको डोको छ यहाँ अनि यो ड्याम्सा भन्छ के अरे हामीले त मगर भाषामा होला यो ड्याम्साको चकटी लु हो बाबु एकचोटि हामी चल्दिए मिचुलुङ बाई बाई आउँदै गरौँला फेरि आउँदै गरौँला भने नि त ऐसालुको रुख ल मिचुलुङबाट अघिको आउँदाको भिडियो गर्न पाइनँ मैले अहिले जाँदाको भिडियो गर्छु ल अनि बाटो चाहिँ देखाउँछु हजुरहरूलाई अघि आउँदाखेरि साह्रै गाह्रो भयो नि त त्यही भएर मैले बाटोको भिडियो गर्न पाइनँ किनकि यहाँ त काम गर्दै हुनुहुँदो रहेछ आमाले यही होला मिचुलुङको यहाँ रहेछ त होटेल होमस्टे रहेछ एकछिन त साथीहरू फाइनल्ली दिस इज भिमाको बजार हामी माथि मिचुलुङबाट तल पाहाड झऱ्यौँ बिचमा भिडियो गराएन मैले किनकि बाटो अलिक अफ रोड थियो त्यही भएर भिडियो बनाउन पाइनँ मैले आजको भ्लग चाहिँ यही एन्डिङ गर्छु मैले अब ओके नानी बाई बाई बाई